सो गाइज म आइसक्यो जू बीचमा देख्न सक्नु भइरहेको छन् पुरा। यिनो हाम्रो चाहिँ मोनु दाइ हुन्। यिनी दाइ चाहिँ नेपाली क्यामेराम्यान हुन्। यिनलाई सपोर्ट गर्नु। जू बीचमा आयो भने यिनलाई नै ढुन्ड्नु होला। यो हाम्रै नेपाली हुन्। जू बीच यिनी चाहिँ क्यामेराम्यान दाइ हुन्। यिनी हुन् है, हेर्न सक्नुहुन्छ। यहाँको चेहरा राम्रोसित हेर्नु। जू बीचमा आयो भने डिस्काउन्ट पनि दिन्छन्। कति डिस्काउन्ट दिनुहुन्छ? दाइसँग सोध्नु कति डिस्काउन्ट दिने? डिस्काउन्ट त दिन्छ त दाइले। कति दिन्छ? अब फोटो अनुसार हो, क्वालिटी अनुसार। तर तिम्रो कति छिर्ने हो त्यही अनुसार दिन्छ क्या। यस्तो जेबिटी नदेऊ न। फेसबुक बुझेन हो कि जेबिटी जति तिम्रो फोटोहरू कति आउँछ त्यो नै भन्न खोजेको। अनि त्यही क्वालिटी हिसाब हो क्या मैले भनेको। तिम्रो क्वालिटी फोटो कति आउँछ त्यो हिसाबले दिन्छ। आउँछ न होला। जुजो पार्टीमा फोटो खिच्नु होला, बहुत डिस्काउन्ट दिन्छ सबैले हैन। दाजुले जुजो पार्टीमा आएर फोटो खिचायो भने डिस्काउन्टमा पाइन्छ। आएर भिडियो लिएपछि भिडियो लियो भने अब तपाईको 100 रुपैयाँ हो। वान भिडियोको 100 रुपैयाँ। अब तपाईले अब बढी नै बनायो भने अनि डिस्काउन्टमा दिइहाल्छन्। ज्यादा भए चाहिँ दुई भिडियोको अफर हुन्छ दाइबाट हैन। अनि ज्यादा भिडियोमा चाहिँ दुई भिडियोको अफर हुन्छ। दुई भिडियोमा फ्रीमा छोड दिन्छ। ल साच्चै हो। ल अब जुजो पार्टीमा आएर कन्ट्याक्ट गर्नु भनेर। छेत्री बाबु दीपक भाइ सुन्नु भन्नु न। धेरै काण्ड भइरहेछ। हाम्रो यहाँ कुछ होला छ। अब तपाईहरु अब हेर्न सक्नुहुन्छ त्यहाँतिर देखाइदिनु। नै हामीलाई के कुछ भइरहेछ नि यार। जे पनि भइरहेछ यो दाइला भइरहेछ। तिमी के गर्दैछौ दाइ? अरे मैले के गरे यार? त्यो भिडियो गएर हेर्नु, त्यसमा देखिरहेछ। ए अब काम चलाउनलाई गर्नै पर्यो। परदेशको ठाउँ हो क्या। तर हल्का रमाइलो मात्र है। फेरि नेगेटिभ नसोच्नु किनभने मैले हल्का रमाइलो गरे। सबै अब राम्रो राम्रो भिडियो फोटो स्नेह आई छेत्री भन्ने हो। त्यही भएर अलिकता रमाइलो गर्न पर्छ। एउटा फोटोको भिडियो सेयरमा लग्नुहुन्छ। यदि अब 10 भिडियो बनाएछ त्यहाँ 2 भिडियोको डिस्काउन्ट हुन्छ। त्यहाँ आफ्नो भाइ ललित छ त्यहाँ हैन। भिडियो फोटो क्यामेरा वाला हैन। त्यो भिडियो वाला राम्रो दिन्छ हैन। यो बिचको क्यामेरा वाला हो। यदि राम्रो राम्रो भिडियो फोटो 10 बनाएर 2 भिडियोको फ्रीमा गरिदिन्छ, अफर गरिदिन्छ। अनि भिडियो फोटो सब अफर नै हुन्छ त। ल सही हो। अरु के भन्नु छ? अरु के भन्नु यार। अब हाम्रो यस्ता बोका डार्लिङहरु छन् गफ गफ गर्ने होला। अब त्यति बोका पनि छैन यार हामी हैन।